नमस्ते, सुप्रभातम। आजको पञ्चाङ्ग लिएर म उपस्थित भइसकेको छु। सर्वप्रथम गणेशजीको एउटा प्रार्थना गरौँ। हे लम्बोदर एकदन्त सबका कल्याणकर्ता प्रभु, रक्षा गर्नुहोस् परि शरणमा माग्छु दया हे विभु। माता पार्वतीका बसी नजिकमा खाने मिठो दिन्दिन, यस्ता श्री गणराजका चरणमा ढोक्छु म न्युरिकन। मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडाध्वज, मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनो हरे। आज विक्रम सम्मत 2082 साल चैत्र 6 गते शुक्रबार, चैत्र शुक्ल पक्षको द्वितीया तिथि, रेवती नक्षत्र, मार्च महिनाको 20 तारिक 2026। काला राहु आज आग्नेय दिशामा रहनेछन्, योगिनी उत्तरमा, र आज 6 गते चोरबाण परेको छ। आज सूर्य राशि, चन्द्र राशि र शनि राशि एउटै राशिमा रहनेछन्, मीन राशिमा, र बृहस्पति मिथुन राशिमा रहने, र आजका चन्द्रमा पहेँला चन्द्रमा पश्चिमपट्टि रहनेछन्, र आज शुक्रबारका 12 अधिपति देवको हामीहरू ध्यान गर्नेछौँ, जो कि सेतो वर्ण पूर्व दिशामा केन्द्रित रहेर ग्रह सञ्चारमा सहयोग पुर्याउनु हुने शुक्र गुरुको यस प्रकार छ ध्यान। हिम कुण्डमिडालाभं दैत्यानां परमं गुरुं, सर्वशास्त्र प्रवक्तारं भार्गवो प्रणमाम्यहम्। आजको दिन मङ्गलमय रहोस्। श्री हरि राधेश्याम।